गाइस म चाहिँ आज हजुरहरूलाई फ्राई राइस मेरो बनाउने तरिका यहाँ चाहिँ तोरीको तेल हालेछु मैले। त्यसमा चाहिँ यो तेजपत्ता, यो खुर्सानी, यो चपिङ गरेको टमाटर, धनिया अनि प्याज भयो। अनि यहाँ भेजिटेबल्समा चाहिँ मैले चुकन्दर अनि गाजर अनि हल्का बोइल गरेको मकै हैन, अनि त्यस पछाडि यो चाहिँ काँक्रा अनि यो चाहिँ भयो के अरे मटरको साग अनि यो चाहिँ मुला। अब यसमा जान्छ तपाईहरुको हल्का मेथी हाल्छु मैले, हल्का मेथी। अनि मलाई चाहिँ यस्तो हाल्नु मन पर्छ, जिरा भयो हैन। अनि तपाईको चाहिँ एउटा अनि यो चाहिँ मुङ्ग्रेलो भन्छ यसलाई चाहिँ। यसमा चाहिँ म मुङ्ग्रेलो पनि हाल्छु, हल्का थोरै मुङ्ग्रेलो पनि हाल्ने। यो मुङ्ग्रेलो हाल्दिने। अब भयो त्यसपछि तेजपत्ता हाल्नु, मकै, प्याज हाल्नु। प्याज हालेर यसरी चलाउनुहोस् एकछिन। यो रातो रातो नबनाउने प्याज, यस्तै काँचो काँचो खाँदाखेरि हेल्थको लागि पनि हेर्नु पर्यो नि त, राम्रो हुन्छ। अब यसमा चाहिँ थोरै बेसार हालिदिनुहोस्, धुलो घरमा पिनेको जिरा। अब चाहिँ यहाँ यो टमाटर छ नि चपिङ गरेको टमाटर चाहिँ यसरी राखिदिनुहोस्। टमाटर खुर्सानी पनि राखिदिएँ मैले। यसलाई मजाले चलाउनु। चलाइसकेपछि यहाँ चाहिँ मैले आलु चिप्स बनाउनु लाग्छु। मेरो चाहिँ यस्तो तरिकाको हुन्छ पोटेटो चिप्स। यसलाई चलाउनु। अब यसमा थोरै नुन हालिदिनु। अब यहाँ यो पनि चलाउनु पर्यो मेरो चिप्स। आज स्याटरडे हो नि त, यस्तै हो मैले खाने। हेर्नु मेरो स्पेसल भनेको यस्तै हुन्छ, मेरो फ्राई राइस भनेको यस्तो हो। अब यसमा सुरुमा अलिक पाक्नु नपर्ने कुरा हाल्ने। त्यसमा चाहिँ मकै हाल्छु म। मकै सबै हालिदिने। अब एकछिन चाहिँ मजाले चलाउनु, हालेर मजाले भुट्नु। सबै हेल्दी चिज के, सबै हेल्दी हाल्नु। अनहेल्दी यहाँ केही पनि छैन, सबै हेल्दी। एकछिन यसलाई पाक्न दिनु। अब यसरी यो भयो, यो मकै पनि पाक्यो। अब यसमा सबै कुराहरू हाल्नु। अब मुला काटेको अनि यो गाजर, यो चाहिँ काँक्रा, यो चुकन्दर भन्छ यसलाई, चुकन्दर। अनि यति गरेपछि यो चाहिँ तपाईँको मटरको छ, यसरी हाल्नुहोस्। यसलाई मजाले चलाउनुहोस्, मजाले चलाउनुहोस्। अब यसमा चाहिँ भयो। अब यसमा राइस हाल्नुहोस्। यत्तिकै खाए पनि हुन्छ, नत्र राइस हाले पनि हुन्छ। मैले चाहिँ कहिलेकाहीँ चाहिँ यत्तिकै खान्छु, कहिलेकाहीँ चाहिँ राइस यत्तिकै हालेर। धेरै भुट्न हुन्न नि त राइसलाई, हामीले अब पकाइसकेको हुन्छ होइन। अब यसलाई मजाले चलाउनु। अब यो चाहिँ रेडी भइसक्न लाग्यो। अब चाहिँ धनिया हालिदिनुहोस्, माथिबाट हल्का धनिया हाल्नुहोस्। त्यसपछि यसलाई फेरि चलाउनु, हल्का मात्रै।
मेरो चाहिँ फ्राइड राइस रेडी भयो। अब हेर्नुहोस् यो चाहिँ आलु चिप्स है, मलाई चाहिँ यसरी फ्राई गरेको मनपर्छ। यो चाहिँ फ्राइड राइस विथ भेजिटेबल्स। अब यो 1 चम्चा घिउ हाल्ने, यो चाहिँ लोकल घिउ हो, घरमै बनाएको। मलाई चाहिँ घिउ चाहिँ असाध्यै मनपर्छ कि एकदमै। म दिनमा 2-3 चम्चा त घिउ खान्छु है। मेरो खानामा नि प्राय घिउ नै हुन्छ, घिउ कि तोरीको तेल एड हुन्छ। असाध्यै मनपर्ने मलाई घिउ चाहिँ। ओके, यसरी चाहिँ खान सक्नुहुन्छ। एकदमै हेल्दी पनि र टेस्टी पनि। मेरो चाहिँ फेभरेट हो है। मैले चाहिँ प्राय जसो डेली चाहिँ यस्तै खानाहरू खान्छु। ओके, बाई बाई, अर्को भ्लगमा भेटौँला।